गुरुर् साक्षात् परं ब्रह्म तस्मै श्री गुरुवे नमः। अब पालो रहेको छ सुबोध गेवाली। देश मेरो बचेको छ त्यसैले म बाँचेको छु। देश मेरो बचेको छ त्यसैले म बाँचेको छु। मेरो सिप जोस र जागर देशकै निम्ति साँचेको छु। सम्पूर्णमा नमस्कार, धन्यवाद छ कुशल कार्यक्रम सञ्चालकज्यू। म कालिका मानव ज्ञान माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्र सुबोध गेवालीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आजको यस महत्त्वपूर्ण कार्यक्रममा म देश र युवा भन्ने शीर्षकमा आफ्नो गद्य कविता लिएर उपस्थित भएको छु र आफ्नो कविता प्रस्तुत गर्नु अघि सभाध्यक्ष महोदयसँग अनुमति माग्दछु। देश र युवा। देश रोइरहेको थियो, हिमालको काखमा टेकेर नदीका छालहरूमा आँसु बगाएर आकाशतिर हेर्दै सोधिरहेको थियो, हिमाल भन्दा अग्ला सपना देख्ने मेरा युवाहरू कहाँ छन्? हिमाल भन्दा अग्ला सपना देख्ने मेरा युवाहरू कहाँ छन्? हावाले उत्तर दियो, कोही परदेशका मरुभूमिमा आफ्नो पसिना बेचिरहेका छन्, कोही विमानस्थलमा सपनाको मूल्य तिर्दैछन्, त कोही आफ्नै गाउँमा अवसरको ढोका ढगढग्याउँदैछन्। देशले आफ्नो छाती छाम्यो, त्यहाँ गोलीका घाउ त थिएनन्, तर आफ्नै सन्तानको बिछोडले बनेका हजारौँ चिरा थिए। तर आफ्नै सन्तानको बिछोडले बनेका हजारौँ चिरा थिए। उसले सम्झियो, कहिले यही माटोमा बुद्धले शान्तिको बाटो देखाएका थिए, कहिले यही माटोमा वीरहरूले स्वाभिमानको इतिहास लेखेका थिए र इतिहासकारले गौरव गाथा गाएका थिए। तर विडम्बना, आज युवाका हातहरूमा केवल प्रमाणपत्र छन् अनि आँखाहरूमा बेरोजगारीका लामा सुरुङहरू। देशले आफ्नै सन्तानको पाइलाको आवाज खोज्दैछ। त्यही बेला एउटा युवा उठ्यो, उसले भन्यो, हे देश, म तिम्रा लागि के गरौँ जब मेरा सपनाहरू भोकसँग सम्झौता गर्न बाध्य छन्? के मेरो देश साँच्चीकै गरिब छ त? देश मुस्कुरायो, उसले सुनभन्दा मूल्यवान एक मुट्ठी माटो उठायो अनि युवाको हातमा राख्दै भन्यो, हे युवा, मैले तिमीलाई विश्वकै शिर सगरमाथा दिएको छु, आफ्नो लक्ष्य शिखरभन्दा उच्च बनाउन। नदी नालाको अजस्र भण्डार दिएको छु, केवल बग्नका लागि होइन, उज्यालोको महासागर बनी 83,000 मेगावाट जलविद्युतको सपना साकार पार्न। जङ्गल दिएको छु हरियालीको समृद्धि बनाउन, उर्वर माटो दिएको छु अन्नमा आत्मनिर्भर बन्न, जडीबुटी दिएको छु औषधि र अनुसन्धानको बाटो पहिल्याउन, हिमाल, पहाड, तराई, ताल, झरनाको अनुपम सौन्दर्य दिएको छु विश्वलाई आकर्षित पार्ने अतुलनीय पर्यटनको ढोका खोल्न। सिप, ज्ञान, प्रबुद्धि दिएको छु नयाँ उद्योग, रोजगारी र प्रविधि सिर्जना गर्न। इमान दिएको छु भ्रष्टाचारसँग लड्न, असङ्ख्य जाति, अनेक भाषा, फरक धर्म दिएको छु एउटै भावसँगै, त्यो हो नेपाली भएर बाँच्न। अब भन युवा, यति धेरै सम्भावनाको देशमा असम्भव के छ त? कि म साँच्चीकै गरिब रहेछु त? युवाले शिर झुकाउँदै आफ्नो गल्ती महसुस गर्यो। उसले कलम उठायो, कसैले हलो समात्यो, कसैले कम्प्युटर खोल्यो, कसैले प्रयोगशालामा नयाँ खोज सुरु गर्यो, त कसैले सानो उद्यमबाट हजारौँको जीवन उज्यालो बनाउन थाल्यो। र त्यो दिन देशको मुहार बदलिन थाल्यो, किनकि देश फोस्रो भाषणबाट होइन, कर्मबाट बन्छ। देश भनेको नक्सामा कोरिएको रेखा मात्र होइन, देश भनेको त युवाको सपना हो, युवाको श्रम हो, युवाको साहस हो अनि अठोट पनि हो। युवा थाक्न सक्छ तर हार्नु हुँदैन, युवा लड्न सक्छ तर सत्य छाड्नु हुँदैन, विदेश जान सक्छ तर आफ्नो माटो बिर्सनु हुँदैन। जब युवा जाग्छ देश जाग्छ, जब युवा दौडिन्छ देश अघि बढ्छ। त्यसैले आऊ युवा, हामी अवसरको खोजी मात्र होइन, अवसरको सिर्जना गरौँ। हामी परिश्रमलाई समृद्धि बनाऊ, विविधतालाई एकता बनाऊ। हामी यस्तो देश बनाऊ जहाँ गाउँ रित्तिँदैन, बरु सिर्जनाले भरिन्छ, जहाँ सफलता अन्य देशमा होइन आफ्नै माटोमा फल्छ। र त्यो दिन हिमालले स्वाभिमानका साथ शिर ठड्याउनेछ, नदीले विजय गान गाउनेछ अनि आकाशले झ्याली पिट्दै घोषणा गर्नेछ, यो देश धनी भएकाले महान भएको होइन,
यहाँका युवा महान भएकाले यो देश महान भएको हो। यहाँका युवा महान भएकाले यो देश महान भएको हो। यो देश महान भएको हो। हस्त नमस्कार, धन्यवाद। जय देश, जय युवा, जय नेपाल मानव धर्म सेवा समिति। धन्यवाद। धन्यवाद भाइ सुबोध गेवाली। अत्यन्तै मार्मिक कविता प्रस्तुत गरेर यहाँबाट बिदा भइसक्नु भएको छ। आजको यो प्रतियोगितामा 119 अङ्क प्राप्त गरी उपविजेता अर्थात् द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ कालिका मानव ज्ञान माध्यमिक विद्यालयबाट सुबोध गेवालीज्यू। द्वितीयले 4100 प्राप्त गर्नुभएको छ। कालिका मानव ज्ञान विद्यालयका विद्यार्थी भाइलाई र विद्यालय परिवारलाई हृदयदेखि नै हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ। कालिका मानव ज्ञान सुबोध गेवालीजी।